नमस्ते सबैजनालाई। यो रमाइलो दृश्य तपाईहरुले देखिरहनु भएको यो पाक्योङ बजार, पाक्योङ एयरपोर्ट पनि तपाईलाई अलिकति म देखाउँछु है। यो ठाउँलाई चाहिँ छलमथाङ भनिन्छ है। पाक्योङबाट यदि पाछेखानी रोराथाङ जाँदै हुनुहुन्छ भने चाहिँ 3 किलोमिटर तल प्राकृतिक रूपले भन्नुपर्दा अति नै सुन्दर ठाउँ है। तपाईहरुले हेरिहाल्नुभयो यो दृश्य चाहिँ तपाईहरुको पाक्योङ बजारको एउटा सानो दृश्य हो। अब देख्नुहुने दृश्यहरू चाहिँ तपाईले पाक्योङ एयरपोर्टको हो। के कस्तो रहेछ पाक्योङ एयरपोर्ट है, मलाई पनि हेर्ने इच्छा थियो। तपाईहरुलाई पनि अगाडि देखाउन लागिरहेको छु। समीर शर्मा हजुर छलमथाङ हुन्छ हुन्छ। एयरपोर्ट कस्तो बनिएछ भन्ने पाक्योङको एयरपोर्ट कस्तो बनिएछ। अब यहाँबाट सिधै हामी सिलगढी जानु मिल्छ कि मिल्दैन भनेर यसो ट्राई गरौँ। सिलगढी जानु मिल्छ कि उडेर। बाटो त बन्छ। यस्तो सराउन्डिङ पनि लिएन। एयरपोर्ट भनेको एयरपोर्टै हो नि, फ्लाइट नचले पनि। डिफेन्सको फ्लाइटहरू त चल्छ नि त इमर्जेन्सीमा होइन। कति बजेको फ्लाइट छ हौ? एरोप्लेन एकपल्ट पनि गयो उडेन बहिनी यहाँबाट। उड्यो पहिला कहाँ हो चढ्नु पर्ने? अनि किन रोक्यो? मतलब के भन्छ अब अलिकति असुविधा भयो होला। राख्नु मिल्छ? एयरपोर्ट भयो सबै एकदम फङ्सनल भइसकेको छ। के मतलब केही क्र्यासहरु भयो के भयो? केही भएको छैन। केही त भयो न। देखिनु यो वेदर वरिपरि होइन, यो खासली डिफेन्सकै पर्पजमा बनाएको हो कि। दौरो बनिएको छ। भित्र केही स्टाफहरू भने रहेछन्, तर यसरी नै आम पब्लिकहरूलाई चाहिँ भित्र जान अहिले निषेध रहेछ है। भित्र जान दिँदैन रहेछ। बाहिर नै हामी यसो सराउन्डिङ्समा घुम्यौँ र त्यताबाट घुमेर फर्क्यौँ। र यो साँझको दृश्य पाक्योङ है। लौ त अब घर पनि आइपुग्यो। यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद है।